नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिमले लगातार तेस्रो खेलमा जित निकालेको छ। सोमबार उसले कर्णाली एक्समाथि 45 रनको सहज जित दर्ता गरेको हो। 140 रनको लक्ष्य पछ्याएको कर्णाली आज 4 बल बाँकी छँदै 94 रन बनाएर अल आउट भयो। आजको खेलमा दिपेन्द्र सिंह ऐरी नायक बने। पूरा ओभर बोलिङ गरेका अलराउन्डर ऐरीले आज 4 विकेट लिन सफल भए। टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरले 9 विकेटको क्षतिमा कर्णालीलाई मात्र 140 रनको लक्ष्य दिएको थियो। उसका लागि ऐरीले नै सर्वाधिक 39 रनको योगदान दिए। आरिफ शेखले 17 रन जोडेका थिए, तर मध्यम लक्ष्य पछ्याएको कर्णाली सुरुदेखि नै धर्मराइरह्यो। दुवै ओपनरलाई सस्तैमा गुमाएको कर्णालीको मध्यक्रम पनि चल्न सकेन। पावर प्ले सकिँदा नै 4 विकेट गुमाएको कर्णालीका लागि आज पवन सर्राफले 27 रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। अघिल्लो खेलमा लुम्बिनी लायन्स विरुद्ध शतक प्रहार गरेका मार्क वाट पनि आज 10 बलमा 17 रन बनाएर आउट भए। त्यस्तै सुदूरका हरमित सिंहले आज 2 विकेट लिए। कर्णालीका कप्तान सोमपाल कामीले 3 विकेट लिन सफल भए। कर्णालीको दोस्रो हार हो। 3 खेलमा उसले 1 मा जित निकालेको छ। उसले लुम्बिनीलाई 9 विकेटको विशाल अन्तरले हराएको थियो। त्यस्तै आजै भएको अघिल्लो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै विराटनगर किङ्सले पनि लगातार 3 खेलमा 100% जित निकाल्न सफल भएको छ। पहिलो संस्करणको विजेता जनकपुर लगातार दोस्रो खेलमा पराजित हुन पुग्यो।